हिमाल केवल ढुङ्गा र हिउँ मात्र होइन, हिमाल इतिहास हो र पहिचान पनि। त्यही हिमालको काखमा हजारौं वर्ष अघि जन्मिएको एक प्राचीन सभ्यताको नाम हो तमु, जसलाई संसारले गुरुङ भनेर चिनेको छ आजसम्म पनि। गुरुङ समुदायको मौलिक नाम तमु हो। तमु शब्दको अर्थ मानव अर्थात् पहाडको मानिस भन्ने बुझिन्छ, तर गुरुङ भाषा अनुसार तको अर्थ माथि र मुको अर्थ आकाश भन्ने बुझाउँछ। कालान्तरमा राज्य र समाजले गुरुङ भनी चिने, तर भाषा, संस्कार र आत्मामा आज पनि आफूलाई तमु भन्नमा गर्व गर्छन् गुरुङहरू। तमु गुरुङको पवित्र ग्रन्थ वेद अनुसार कैलाश पर्वत र अन्नपूर्ण हिमालको पेरिफेरीबाट तमु सभ्यताको सुरुवात भएको छ, जुन हजारौं वर्ष अघिको हो, जति बेला भर्खरै मानव सभ्यताको सुरुवात हुँदै थियो। तर मानवशास्त्री र इतिहासविदका अनुसार तमुहरू मङ्गोलियन अर्थात् टिबेटो बर्मन वंशका हुन्। उनीहरूका अनुसार करिब 4000 वर्ष अघि मध्य एसियाबाट आजको नेपालमा प्रवेश गरेका हुन्। वेद अनुसार उच्च पहाडको अत्यधिक चिसोबाट जोगिन र उचित आहारको खोजीमा तमुहरू तल्लो पहाड झर्न थाले। भेटिएका वन्यजन्तुको शिकार गर्दै र जङ्गलको कन्दमूलले पेट भर्दै हजारौं वर्ष यसरी नै बिताए। हजारौं वर्षको शिकारी जीवनपछि तमुहरू आजको गण्डकी प्रदेशको खोला सोथारमा आइबसे र यही पवित्र भूमिबाट नै तमु गुरुङको सामूहिक र सामाजिक जीवनको सुरुवात भएको विभिन्न अध्ययनले देखाएको छ र यही थलो नै आज आएर एउटा आदिम सभ्यताको एउटा मूल प्रमाण बनेको छ। तमु समाज कुल गोत्र प्रणालीमा आधारित छ। हरेक कुलको आफ्नै देवता, आफ्नै नियम र विवाह परम्परा हुन्छ। सगोत्र विवाह वर्जित छ। यसले रगतको सम्बन्ध सुरक्षित राख्छ भने विवाह दुई आत्माको मिलन मात्र नभएर दुई कुल र दुई समाजबीच भएको सामाजिक सम्झौताको रूपमा लिइने गरिन्छ। तमु सभ्यता लिखित इतिहास नभए पनि हजारौं वर्षदेखि आजसम्म बाँचेको एउटा आदिम समुदाय हो। गीत, कथा, मन्त्र, संस्कार सबै पच्यु क्लेब्री र लामाको कण्ठमा सुरक्षित थिए। तर आधुनिक समयमा भाषा हराउने खतरा बढ्दै गएपछि आफ्नै लिपिमा लेख्ने प्रयास स्वरूप खेमा लिपि विकास गरियो। यो लिपि आज सबैले प्रयोग नगरे पनि भोलिको तमु पहिचानका लागि एक महत्त्वपूर्ण कदम बनेको छ। तमु समाजका मुख्य चाडपर्वले जीवन, प्रकृति र पुर्खासँगको सम्बन्धलाई जोडेको छ। सबैभन्दा ठूलो पर्व तमु लोसार अर्थात् नयाँ वर्ष धुमधामसँग मनाइनुका साथै नुवागीमा नयाँ अन्नको पूजा गरेर प्रकृतिप्रति कृतज्ञता प्रकट गरिन्छ। कुल पूजाले पुर्खा र कुल देवतालाई सम्मान दिन्छ भने ऋतु परिवर्तनसँग जोडिएको केलले सामाजिक शिक्षा दिने र बुद्ध पूर्णिमामा बुद्धका शिक्षालाई सम्झेर ध्यान र पूजा गर्ने गरिन्छ। वेद अनुसार तमुहरूको मौलिक धर्म बोन हो, जो प्रकृतिसँग जोडिएको छ। तर कालान्तरमा बुद्ध धर्मको नजिक भए पनि मूलतः तमुहरू प्रकृति पूजक नै हुन्। वेदमा उल्लेख भए अनुसार पच्यु पुर्खालाई बोलाउँछ, क्लेब्री रोग र विपत्ति हेर्छ भने लामा बौद्ध कर्मकाण्ड गराउँछ। प्रकृति तमु गुरुङको सबैभन्दा ठूलो गुम्बा हो, जसले प्राणी जगत बाँचेको छ। जन्मपछि नाम र न्वारान तिथि मिति हेरेर राखिन्छ भने शुभ कार्यमा पुरोहितले साइत जुराउने गर्दछ। छोराको छेउर समाजमा प्रवेशको सङ्केत हो भने गुन्यु चोलो दिएर छोरीलाई संस्कारमा स्वागत गरिन्छ। मृत्यु होइन, पुर्खासँगको पुनर्मिलनको रूपमा लिइन्छ र मृत्युको अन्तिम संस्कार प्राय अग्लो डाँडामा गरिने गरिन्छ। किनकि तमुको वेद अनुसार हिमाल
तमुहरूको पवित्र स्थल भएकोले त्यसैको प्रतीक स्वरूप मृत्युकर्म गर्ने गर्दछ। रोदी घर तमु समुदायको सामाजिक अर्थात् साझा विद्यालय हो, जहाँ गाएर नाचेर दुःख र पीर भुलाउने मात्र नभएर संस्कार र सामाजिक शिक्षा पनि सिकाउने गरिन्छ। तर आजभोलि कता कता यो परम्परा हराउँदै गएको हो कि भन्ने लाग्छ, तर यसको मूल्य अमूल्य छ। तमु गुरुङको भोजन सरल र प्रकृतिसँग जोडिएको छ। मुख्य भोजन ढिँडो, जसलाई कोदो, मकै वा फापरको पिठोबाट बनाइन्छ। दैनिक तरकारीमा सिस्नो र आलु र न्युरोको परिकार प्रख्यात छन्। मासु खाने परम्परा चाडपर्वमा विशेष महत्त्व राख्छ। सेकुवा, कचिला र सुकुटी यसै अन्तर्गत पर्दछन्। पेय पदार्थमा तोङ्बा र जाँड रक्सी सांस्कृतिक र सामाजिक अवसरमा प्रयोग हुन्छ। यी खानाहरूले तमु जीवनशैली र पहिचानको स्वाद झल्काउने गर्दछ। गुरुङ सिनीहरू गुन्यु, चोली, घलेक, पटुकी, पछ्यौरासँगै गहनामा चिटिक्क सजेर हिँड्दा पुरुष भने भोटो, भाङ्रा, कछाड, बख्खु र टोपीमा निकै आकर्षक देखिन्छ। तमु समुदायको मौलिक भाषा तमु क्युई हो। तमु क्युईले गीत, मन्त्र, कथाहरू र संस्कारलाई पिँढी पिँढी बाँचेको छ। दैनिक जीवन, बजार, घरधन्दा र सामूहिक समारोहमा यो भाषा प्रयोग हुन्छ। भाषा भनेको केवल सञ्चारको साधन होइन, तर तमु पहिचान र सांस्कृतिक जीवनको दरबार पनि हो। पछिल्लो जनगणना अनुसार तमु गुरुङको कुल सङ्ख्या 6 लाख भए पनि यो सङ्ख्यामा अहिले निकै वृद्धि भएको छ। यसमा महिला सङ्ख्या पुरुषभन्दा अलि बढी पाइन्छ। अध्ययनअनुसार गुरुङ समुदायको साक्षरता दर करिब 74% रहेको देखिन्छ, जुन राष्ट्रिय औसतभन्दा केही माथि हो। परम्परागत रूपमा तमुहरू कृषि र पशुपालनसँग जोडिएका थिए, तर आज गोर्खा सैनिक, सेवा, शिक्षा, व्यापार, कला, सेवा र विदेशी रोजगारी जस्ता विविध पेसामा सक्रिय छन्। यी सबै पक्षले तमु गुरुङको जीवनशैली, पहिचान र योगदानलाई विविध र समृद्ध बनाएको छ। तमु गुरुङ समुदायले नेपालको इतिहास, संस्कृति र पहिचान निर्माणमा अमूल्य योगदान दिएको छ। राष्ट्रिय गानका सङ्गीतकार अमर गुरुङ देशको स्वर बनेको छ। ज्ञान र बौद्धिक चेतनामा डाक्टर हर्क गुरुङ र तमु पहिचानका अभियन्ता जगमान गुरुङले मार्ग देखाएका छन्। नेपाली सङ्गीतकी पहिलो महिला गायिका मेलवादेवी गुरुङ र वीर भिसी लक्ष्मण गुरुङले साहस र स्वर दुवैमा इतिहास रचेका छन्। यस्तै आधुनिक विश्वमञ्चमा फेसन डिजाइनर प्रबल गुरुङले तमु पहिचानले अन्तर्राष्ट्रियकरण गर्दा भन्न करै लाग्छ, तरवारदेखि कलमसम्म तमु योगदान नेपालको इतिहासको हिस्सा हो भनेर। समय बदलियो र समयसँगै समाज र संसार पनि, तर जरा नछोडेको एक तमु गुरुङको सभ्यता आज पनि जीवित छ। तमु गुरुङको मौलिक भेष, भाषा, कला, संस्कृति, परम्परा र इतिहासले देशलाई नै समृद्ध र सम्पन्न बनाएको छ, जुन हामी तमुहरूका लागि गर्व गर्न लायक विषय बनेको छ।